Hello, good morning everyone. Welcome to my another vlog. दोस्रो भ्लग बनाउनु 3 दिन लाग्यो है। म चाहिँ अहिले पोखरा छु, होटल टेम्पल हिमालय। हिजो आइपुगेको थिएँ चितवनबाट। आज चाहिँ जोमसोम जाने भनेर हामी आज जोमसोम जाँदैछौँ एउटा सुटको लागि। म अपडेट गर्नेछु, त्यो चाहिँ दिउँसो। अहिले यति बेला बिहानको 7 बज्यो। पोखरामा नि हुसु लाग्दो रहेछ। सनराइज हुने त नाम निशान छैन त। अब 8 बजे हामी यहाँबाट निस्किने भन्ने कुरा भयो। रेडी हुँदैछु। अब तल गएर टक्क एउटा कफी खानु पऱ्यो, ब्ल्याक कफी, अनि त्यसपछि निस्किनु पऱ्यो। म त अझै त्यहाँ जानु छ यार जुत्ता लिनलाई। अब लाग्नु पर्छ। ल अब चाहिँ म रुम छोडेर चाहिँ लागेँ। घाम पनि अलिअलि लाग्न लाग्यो जस्तो छ। ल है त, see you। दादा तपाईँ वन्डरफुल नेपाल के छ? ल हामी चाहिँ सबजना फाइनली लाग्यो जोमसोम। हाम्रो आजको मेन क्यारेक्टर के छ सर? हजुरको इन्ट्रोडक्सन चाहियो। मेरो नाम सूर्य पौडेल। नमस्कार। हाल अहिले मुस्ताङ घुम्न जान लाग्यो, कार बोकेर। पाइयो भने काम पनि गर्ने, पैसा पनि पाइयो भने। पैसा नआए चाहिँ नगर्ने। जाडो छ नि त। खाजा खाएको चाहिँ खिच्न बिर्सेछ। खाजा खाएर लाग्यो अब हामी चाहिँ। कार्किट है हजुर, कार्किट। आइपुग्यो बेनी बजार। फाइनली हामी बेनी बजार आइपुग्यो है। ओ त्रिपाठीजी झर्ने होइन? किन? यो चाहिँ बेनी बजार। हजुर सुन्तला भ्लग बनाउनु पर्छ। सुन्तला खान सिकाउनु सर। यसरी फाल्ने होइन सर है, यो अलि असभ्य पारा भयो है। सुन्तला यसरी फोक्ने। सुन्तला हेर्नु कत्रो छ। 17 बाट राम्रो आउँछ लोकल सुन्तला। फोटोहरु है। लेन्समा चाहिँ वाइड र उले फरक पर्छ कि सुन्तला दाम। लगाटा सबको मनोकामना पुरा हुन्छ है। यो चाहिँ गलेश्वर धाम आइपुग्यो हामी अहिले चाहिँ। गलेश्वर धाममा यहाँहरूलाई स्वागत छ। हाम्रो त्रिपाठी सर यहाँ बसेर भिडियो खिच्दै हुनुहुन्छ।
ल आइयो रुप्से वाटरफल त्यस्तो कुरो नगरौँ है अहिले यहाँ इलिगल कुरा नगरौँ ल रुप्से वाटरफल फाइनल्ली अन द वे टु जोमसोम हावै मिठो छ क्या यतातिरको त फेरि के छ पुतली के छ आहा कस्तो राम्रो झरना बाहुबली झरना भन्ने यही हो ए रुप्से झरना रहेछ है साथीहरू यो मैले थाहा पाएँ आज यहाँ पसल नि रहेछ यहाँ के पाइन्छ होला ए ट्याक्सी नि चल्दो रहेछ यता यार ओए ल सेक्सी ट्याक्सी त्यो थापाले अब चाहिँ मुस्ताङ आएको भाइसँग लाग्यो बिस्तारै बिस्तारै त्यसले थालेपछि अनि होइन मनपर्छ क्या अहिले हामी चाहिँ लेटेको अब बवाल बवाल हिमालहरू देखिँदैछ ल यो चाहिँ लेतेभन्दा अलि अगाडिपट्टि चाहिँ दामी यस्तो दामी ठाउँ रहेछ होइन हामी एकछिन टाइम स्पेन्ड गरेर अब निस्किन लाग्यो याकहरू एकदम टन्नै भेट्दो रहेछ यहाँ चौरी चर्ने ठाउँ भन्दा नि भयो होला होइन दामी तरिकाले मजा आयो जोमसोम ट्रिप पुग्दैछौँ हामी अझै मार्फा आइपुग्यो होइन ओहो पानी तर्न त गाह्रो रहेछ के छ आविष्कार सर त्यो कन्स्ट्रक्सन आउँछ कन्स्ट्रक्सन आउँछ अब अलिकति मास्तिर गएर ऊ त्यो हिमाल देखाएर खिचिदिउँला यता नि हिमाल छ दामी यता नि हिमाल छ सबैतिर हिमाल चौरी चाहिँ हामीलाई देखेर भाग्यो के समस्याको कुरा अब दोहोऱ्यायो होला तिनीहरू पनि ल हामी छौँ मुस्ताङको यात्रामा प्रायः जस्तो नेपालीहरूको फेभरेट गन्तव्य र धेरै जस्तो आइसके पनि रुखहरू पहेँलो ठ्याक्क अटुम भाइब्स यस्तो मिठो आउने टाइम भएर रहेछ कि टक्क हामी नेपालको लद्दाख आइपुग्यो मार्फा आयो होइन त फाइनली हामी मार्फा आइपुग्यो स्याउ त सिद्धिसक्यो त अब स्याउबारी भयो नि हेर्नु पर्यो अब अलमोस्ट जोमसोम आउने टाइम हुनलाई सबजना हेरिरह कति छ कि आई ट्राई माई बेस्ट ल फाइनली हामी जोमसोमको घर आइपुग्यो है होटल मुस्ताङ ल कोही जोमसोम आउँदैछ भने चाहिँ यो चाहिँ हाम्रै घरै गाइज के
के छ त्रिपाठी सर बनाएन तुनाहरूले के चल्दैछ कस्तो न उडे खेल्ने कुरा कस्तो भयो यात्रा आजको पाकिस्तान यही हो हाम्रो आजको मुख्य आकर्षण उहाँ हुनुहुन्छ है फाइनल्ली हामी जोमसोम आइपुग्यो हिमाल देखिरह चारैतिर दाइले भेजलाई भन्न बिर्सिनु भएछ भेज मै हो फेरि ठिक छ केही छैन होइन खाना भए नि हुन्छ जे भए नि हुन्छ भेजलाई त्यस्तो ए हो त्यो पानी परेको 3-4 दिन कन्टिन्यू परेको टाइममा ल है हाम्रो जोमसोममा जे परे नि सरले यहाँ पुरै जोमसोमदेखि पोखरासम्म जहाँ जहाँ जे पऱ्यो ल हामी चाहिँ जोमसोम आइपुग्यो यो चाहिँ जोमसोमे बजारमा 12 बजे हावा सरर भन्ने नेपथ्यको गीत 12 बजेभन्दा पछि आइपुग्यो तर हावा चाहिँ चलिरह म पनि छु है यहाँ टोपी लाएर बसेको यहाँ जाडो भएर के छ आविष्कार सर आँखा हेर्नै गाह्रो भयो बजारमा 12 बजे हावा सरर कसको गीत रहेछ त्यो मैले भन्थे नि नेपथ्यको भनेर आँखा टिलिक्क काम पर्यो अब हामी चाहिँ तल जान्छौँ रुम सुट यताउता के छ आज क्लियर गरेर भए पछाडि भयो नि त मजाले आज हामी सुट कम्प्लिट गरिन्छ भोलि बिहान मुक्तिनाथ गइन्छ अनि त्यसपछि भोलि फेरि ब्याक टु पोखरा ल इभिनिङ सिप अफ टी जोमसोम बजारमा यति बेला होइन चियर्स विथ दिस म्याजिकल भ्यू हो त्यहाँ एयरपोर्ट छ हाम्रो कति मान्छेको नि अनुहार देखाउँ न कति मान्छे हाम्रो ब्रदर सर्भ गर्ने मान्छे चिया दाइको नाम भन्नु हरिगर्ती हरिगर्ती ए हरि 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 भन्दै आउनुभएको थियो दाइले धेरै तारिफ सुन्दै आएको थियौँ तपाईँको बाटोमा आउले दाइ कताबाट अरे अर्घाहाँचीबाट यहाँ मुस्ताङमा जोमसोममा काम गर्न आउनुभयो होइन बिग रेस्पेक्ट टक्क हाम्रो यहाँ सुट हुँदैछ मुस्ताङमा यतिको भ्यूवाला मुस्ताङभरिकै फर्स्ट लिफ्टवाला होटल मुस्ताङ लेतेमा आइसकेका छौँ अहिले हामी अनि हामी चाहिँ आज यहाँ सुटमा आइसकेका छौँ अनि यहाँबाटको भ्यू रुमबाटको भ्यू लुक फकिङ इन्सेन अनि हाम्रो यहाँ क्यामराम्यान विवेकका साथ ए त्यस्तो बिखु केटा कति दुःख गर्नुपर्छ पेट पाल्नलाई लेख्यो के हुँदैछ हाम्रो यहाँ हाम्रो सुट चलिरहेको अहिले फुडको जुन सुट चलिरहेको यो क्यापेचिनो होइन है टमाटो सुप टमाटो सुप अहिले खानुपर्छ फोटेक्चर भएर मुस्ताङको जाडोमा टमाटो सुप हो ल फाइनल्ली 11 बज्यो बिहान पोखराबाट सुरु गरेको यहाँ आएर अन्तिम भयो जोमसोम होटल मुस्ताङ रुम नम्बर 302 अब एडिट गरेर हाल्ने हो होइन चाँगर लगायो भने गर्दा गर्दै निदायो भने भोलि ल भोलि बिहान फेरि दिनै सुट छ हाम्रो माथि भोलिको ब्लगमा भेटौँला भोलि हामी मार्फा पनि यसो आधा घन्टा डुल्नु पर्ने हुन्छ मार्फामा एउटा दामी रिल्स बनाउनु पर्ने हुन्छ अनि हामी सिधै पोखरा जान्छौँ भोलि पोखरा पुग्दा 7-8 बज्छ भोलि मुक्तिनाथ दर्शन गर्ने सँगै ल टाटा बाई बाई फर टुडे